ल, आज हामी एउटा यस्तो औषधिको बारेमा कुरा गरौं जुन सायद धेरैले नाम सुन्नुभएको होला। त्यो हो एम्लोडिपिन। यो औषधि किन यति धेरै प्रयोग हुन्छ अनि यसले हाम्रो शरीरभित्र गएर वास्तवमा के काम गर्छ? आउनुहोस् एकदमै सरल भाषामा यी सबै कुरा बुझौं है। उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेशर वा बेला बेला छाती दुख्ने समस्या, आजकल यी समस्याहरू कति सामान्य भइसके होइन? सायद हाम्रो घर परिवार वा चिन्जानमा कोही न कोही हुनुहुन्छ जसलाई डाक्टरले यस्तै समस्याको लागि औषधि सिफारिस गर्नुभएको छ। हो, त्यही समस्याहरूको लागि प्रयोग हुने एउटा मुख्य औषधि हो एम्लोडिपिन। यसको खासमा दुईवटा प्रमुख काम छन्। पहिलो, बढेको ब्लड प्रेशरलाई नियन्त्रणमा ल्याउने र दोस्रो, एन्जाइना भनिने छाती दुखाइलाई कम गर्ने। तर एउटा सानो चक्कीले शरीरभित्र गएर यस्तो के जादु गर्छ होला जसले यति ठूलो राहत दिन्छ? ल, अब यसले कसरी काम गर्छ त्यो प्रक्रियालाई नजिकबाट हेरौं। यसको काम गर्ने तरिका वास्तवमा एकदमै सरल छ। यस्तो सोच्नुहोस् न, हाम्रो शरीरभित्र रगत बग्ने नलीहरू साँघुरो पाइप जस्ता हुन्छन्। हो, एम्लोडिपिनले त्यही पाइप अर्थात् रक्त नलीको मांसपेशीलाई आराम दिन्छ, जसले गर्दा ती फराकिलो हुन पुग्छन्। साँघुरो बाटोलाई फराकिलो बनाए जस्तै हो के? अनि जब रगत बग्ने बाटो फराकिलो हुन्छ, के हुन्छ त? रगत एकदम सजिलोसँग बिना कुनै रोकावट बग्न थाल्छ। यसको असर तुरुन्तै देखिन्छ। ब्लड प्रेशर घट्छ, मुटुले रगत पम्प गर्न धेरै बल लगाउनु पर्दैन र पूरै शरीरमा रक्त सञ्चार नै राम्रो हुन्छ। अनि परिणाम, हृदयघात र छाती दुख्ने जोखिम आफै घटेर जान्छ। अब कुनै पनि प्रभावकारी औषधिको अर्को पाटो पनि हुन्छ, त्यो हो सम्भावित साइड इफेक्टहरू। तर यसबाट आत्तिनु पर्दैन। बरु कस्तो असर देखिन सक्छ भनेर पहिल्यै जानकारी राख्नु एकदमै महत्वपूर्ण हुन्छ। साइड इफेक्टहरूलाई हामी दुई भागमा बाँडेर हेरौं है। एकातिर छन् सामान्य असरहरू, जस्तै खुट्टाको गोलीगाँठा हल्का सुन्निनु, टाउको दुख्नु वा अलिअलि निद्रा लाग्नु। यी असरहरू प्राय शरीरले औषधिमा बानी पार्दै जाँदा आफै हराएर जान्छन्। तर अर्कोतिर केही दुर्लभ तर गम्भीर संकेतहरू पनि छन्, जस्तै सास फेर्ने गाह्रो हुनु वा मुटुको धड्कन अचानक गडबड हुनु। हो, यस्ता संकेतहरूलाई चाहिँ कहिले पनि नजरअन्दाज गर्नु हुँदैन। र यहाँको सबैभन्दा महत्वपूर्ण सन्देश यही हो, यदि कुनै पनि गम्भीर लक्षण देखियो भने 1 सेकेन्ड पनि नसोची तुरन्तै नजिकको स्वास्थ्य संस्था वा अस्पताल जानुपर्छ। यस्तो अवस्थामा ढिलाइ गर्नु भनेको जोखिम मोल्नु हो। औषधिको पूरा फाइदा लिनको लागि त्यसलाई सही तरिकाले खानु पनि त उत्तिकै जरुरी छ, होइन र? त्यसो भए यसको सेवन गर्ने सही विधि के हो त? यसका नियमहरू एकदमै सरल छन्। पहिलो, दिनमा 1 पटक मात्रै खाने। दोस्रो, सकेसम्म हरेक दिन एउटै समयमा खाने बानी बसाल्नुहोस्। यसले शरीरमा औषधिको मात्रालाई स्थिर राख्न मद्दत गर्छ। तेस्रो, यसलाई खानासँग वा खाली पेटमा जसरी सजिलो लाग्छ त्यसरी लिन सकिन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा, चिकित्सकको सल्लाह बिना कहिल्यै पनि आफैले औषधि खान छोड्नु हुँदैन। ल, अब अन्त्यमा औषधि सेवनसँगै ध्यान दिनुपर्ने सही महत्वपूर्ण सुरक्षा सुझावहरू छन्, जसले उपचारलाई अझ प्रभावकारी र सुरक्षित बनाउँछ। यी कुराहरूलाई सधैँ ख्यालमा राख्नुपर्छ। नियमित रूपमा ब्लड प्रेशर जाँच गराइरहनुहोस् ताकि औषधिले कतिको काम गरिरहेको छ भन्ने थाहा होस्। मदिरा सेवनबाट टाढै रहनु राम्रो, किनभने यसले रक्तचापमा असर पार्न सक्छ। कहिलेकाहीँ चक्कर लाग्ला जस्तो हुन्छ, त्यसैले बसेको वा सुतेको ठाउँबाट जुरुक्क नउठ्ने, बिस्तारै उठ्ने बानी गर्नुहोस्। र विशेष गरी गर्भवती वा स्तनपान गराइरहनुभएका महिलाहरूले यो औषधि सुरु गर्नुअघि डाक्टरलाई यो कुरा अनिवार्य रूपमा बताउनुपर्छ। हेर्नुहोस्, आफ्नो औषधिबारे राम्ररी बुझ्नु भनेको आफ्नो स्वास्थ्यको लगाम आफ्नै हातमा लिनु जस्तै हो। एम्लोडिपिन जस्ता औषधिहरू त सहयोगी मात्र हुन्, तर सबैभन्दा ठूलो शक्ति त जानकारी र सचेतनामा नै हुन्छ। आफ्नो स्वास्थ्यलाई आत्मविश्वासका साथ व्यवस्थापन गर्न के हामी सबै तयार छौं त?